हेलो गाइज, अस्तिको हावाहुरी असिना पानीले यसरी हाम्रो जङ्गलमा रुख ढालेर सबै, तर यहाँ क्यामेरामा चाहिँ अलि राम्रोसँग देखिएन, तर सबै रुखहरू यता र उता भाँचेर यस्तो बनाइदिएको छ। लाडो हाम्रो चाहिँ मकै बारी हो अनि यहाँ चाहिँ आज हामी आमाले यहाँ पँधेल थियो कि पहिला हाम्रो होइन, पँधेल हानी भनेर चाहिँ हिँडेको, तर हाम्रो खैरी दक्कुरेर आएको छ है। हेर्नु हेर्नु हामीलाई देखेर उहाँ डाँडामा थियो होइन, यहाँ आइपुग्यो कि आऊ 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 आइयो भाइ। ठ्याक्कैले चाहिँ घरको मान्छे कसैले देख्नै हुँदैन कि दौडेर आइहाल्छ नि। हेर्नु गयो अब आमा मठामा जान्छ चाहिँ यही हो, तर पँधेल चाहिँ बुवाले काटिदिनु भएछ अलिअलि, अलि छ अरे, तर क्यामेरामा खासै देखाएन, अलिकति। पँधेल चाहिँ खाने बेला भएको रहेछ। अब हामी चाहिँ जान्छौँ, म घर जान्छु, आमा चाहिँ घाँस काट्न जानुहुन्छ चटाएर होइन। खै हो लेट्स गो होम। त्यो झर तपाईँ कताबाट झर्ने उता लैन गाइज कहाँनिर छ भन्दा नदेखिँदो रहेछ कि, यहाँबाट चाहिँ नदेखिँदो रहेछ कस्तो रुखहरू ढलेर। इन घर जाने इन रन 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 खेल्नु खोज्यो। घाँस काट्न जानुभयो, अब घाँस काट्नुहुन्छ अनि आउनुहुन्छ। यहाँ छ खैरी चाहिँ, म चाहिँ अब जान्छु हेर्नु साथीहरू। अब यो चाहिँ हाम्रो अम्बाको फार्म, अम्बा खेती होइन। यता चाहिँ अम्बा छ क्या अरे, अम्बा सब अम्बाको रुख हो कि यिनीहरू होइन। अनि हाम्रो चाहिँ निबुवाको बोट पनि छ कि, निबुवा चाहिँ यत्रो भएको छ अहिले होइन। अनि यो चाहिँ केराको बोट भइहाल्यो साथीहरू। अनि यो पनि निबुवाकै बोट हो, ठुलो छ, यस्तरी फर्केको उहाँतिर देखिँदो रहेछ क्या। आमा चाहिँ उहाँ त हुन्छ। हेर्नु है के छ त्यहाँ, टाइगर। हामीले आज टाइगरलाई भेटेका छौँ। हेलो टाइगरजी। यता चाहिँ जुगा आउने सम्भावना हुन्छ क्या साथीहरू होइन। मलाई डर लाग्छ कि टाइगर। हेलो टाइगर। निबुवाको बोट छ, तर यो निबुवाको बोट चाहिँ मर्न आँटिसक्यो के भन्छ। यो चाहिँ हाम्रो एकदम ठुलो बगैँचा निबुवाको। उतापट्टि चाहिँ हाम्रो लिची थियो कि, लिची यसपालि असिनाले सबै झार्दा होइन। लिचीको हालत यस्तो छ साथीहरू, लिची यसपालि लिची छैन। विवानमा चाहिँ यहाँ अब च्याउ र आलुको तरकारी बनाउँदैछु होइन। यस्तो गर्नुपर्ने हुन्छ कि ग्यास एकदमै हाई फ्लेममा भयो। लागत तरकारी पकाउनु पर्ने हुन्छ। च्याउलाई चाहिँ मैले तातो पानीमा पाक्दैछ दाल। यो चुलोमा पाकेको यस्तो बाहिरको नजरा हेर्दै। यहाँ चाहिँ आलु भुटिँदैछ होइन। अब नुन बेसार मसला हाल्नुपर्छ। यो च्याउ हाल्नु यसरी
च्याउ हाल्दैछु साथीहरू च्याउ यसरी टिपेर हाल्नुपर्ने हुन्छ चट्ट पाके दाल कुकिङ हुँदैछ है त साथीहरू गुड गुड दाल भात खानुपर्छ यतिको हुने गरी चाहिँ दाल पकाउनु पर्ने हुन्छ साथीहरू Aduh. aku atuh sih. Good. Good boy. Very good. यस्तो चप्पलहरु लगाउनु भएको थियो